And now we have a heartline in Nepali with multiple language subtitles from Tara in Nepal. परम प्रिय गुरुवर, सबै कुराका लागि तपाईलाई धन्यवाद। कृतज्ञताले ओतप्रोत हृदयका साथ हालसालै नेपालमा सम्पन्न भएका हाम्रा गतिविधिहरूका आशिष र अनुभवहरूलाई म विनम्रतापूर्वक यहाँ साझा गर्न चाहन्छु। अगस्त 2025 मा नेपाल भेजिटेरियन एसोसिएसन र काठमाडौँ एनिमल सेभसँगको सहकार्यमा काठमाडौँमा आयोजित अहिंसा महोत्सव अन्तर्गतको इको आर्ट प्रदर्शनीमा नेपाल स्थित हाम्रो क्वानिन ध्यान केन्द्रलाई सहभागी हुने सौभाग्य प्राप्त भयो। यस महोत्सवले नेपाल तथा विदेशबाट आएका पशु अधिकार अधिवक्ताहरू एवं भिगन कार्यकर्ताहरूलाई एकै ठाउँमा ल्यायो, जहाँ धेरै शैक्षिक प्रदर्शनीहरू तथा भिगन भोजन स्टलहरू राखिएका थिए। हाम्रो ध्यान केन्द्रका लागि यो विशेष सम्मानको कुरा थियो कि हामीले नेपालमा पहिलो पटक गुरुवरको अमोरा कला प्रदर्शनीलाई रिपल्स अफ लभ विषय अन्तर्गत प्रस्तुत गर्ने सौभाग्य पायौं। उक्त स्टलमा गुरुवरका अमोरा तस्बिरहरू, ल्याम्पहरू, पुस्तकहरू र भिडियोहरू प्रेमपूर्वक प्रदर्शन गरिएका थिए। नेपाल ध्यान केन्द्रमा आयोजित पछिल्लो दीक्षा कार्यक्रममा आदरणीय क्वानिन मेसेन्जर सन्तले धेरै अमोरा तस्बिरहरू ल्याउनु भएको थियो। यस प्रदर्शनीको क्रममा मैले वास्तवमै अनुभव गरेँ कि गुरुवरले उक्त सन्त र ती पवित्र तस्बिरहरू मार्फत कति प्रशस्त मात्रामा आफ्ना आशिषहरू प्रवाह गर्नुभएको थियो। पहिलो दिनदेखि अन्तिम दिनसम्म हाम्रो स्टल उच्च दिव्य स्पन्दन र ईश्वरीय अनुग्रहले ओतप्रोत थियो। स्वाभाविक रूपमा आगन्तुकहरू आकर्षित भए र शान्ति, आनन्द र गहन आन्तरिक जुडावको अनुभूति गरे। धेरैले गहन आध्यात्मिक अनुभवहरू साझा गरे। कसैले ती तस्बिरहरूमा महलहरू, स्वर्गदूतहरू र उच्च लोकहरू देखे भने कसैले शक्तिशाली, सुन्दर र उत्थानकारी ऊर्जा महसुस गरे। उक्त स्टल आकर्षणको एक प्रमुख केन्द्रबिन्दु बनेको थियो र धेरै आगन्तुकहरूले गुरुवरका शिक्षाहरू तथा भिगन जीवनशैलीको करुणामय मार्गबारे पनि जान्ने मौका पाए। सन् 2026 को नयाँ वर्षको उपलक्ष्यमा नेपाल ध्यान केन्द्रलाई फेरि एकपटक सेवा गर्ने सौभाग्य प्राप्त भयो, जहाँ हामीले मनोरम पोखरा सहरको सुन्दर फेवाताल किनारमा एउटा स्टल राख्यौं। दीक्षित दाजुभाइ तथा दिदीबहिनीहरूको प्रेमपूर्ण सहयोगका साथ हामीले 3 दिनसम्म अमोरा तस्बिरहरू, पुस्तकहरू र ल्याम्पहरू प्रदर्शन गर्यौं। त्यहाँ आसपास अधिकांश स्टलहरू मांसाहारी भोजनका भए तापनि धेरै आगन्तुकहरूले हाम्रो सत्प्रयासलाई हार्दिक सराहना गर्नुभयो। हामीले करिब 3500 वैकल्पिक जीवनशैलीका फ्लायरहरू र सुप्रिम मास्टर टेलिभिजन म्याक्सका प्याम्पलेटहरू होटेल, रेस्टुरेन्ट र आगन्तुकहरूलाई वितरण गर्यौं। सन् 2000 मा नेपालमा गुरुवरको प्रेमको सागर यात्राको क्रममा दीक्षा प्राप्त गर्नुभएका दीक्षितहरूसँग पनि हामीलाई हर्षपूर्वक फेरि भेट्ने अवसर प्राप्त भयो। गुरुवरका विनम्र साधनको रूपमा सेवा गर्ने क्रममा यी अनुभवहरू सहज एवं चमत्कारिक रूपमा प्रस्फुटित भए र यसले गहिरो आनन्दको बहार ल्यायो। यस पवित्र कार्यलाई निरन्तर रूपमा अघि बढाउन र अझ विस्तार गर्न हामी प्रेरित भएका छौं। तपाईलाई धन्यवाद। परम प्रिय गुरुवर, नेपालबाट तारा। Diligent Tara, we appreciate your uplifting note about the service activities of the Nepalese brothers and sisters. Master has a love-filled reply for you. Kind-hearted Tara, thank you for your joyful heartline describing the events for sharing God's love in Nepal. Every effort to spread peace and love on our planet is a reason to rejoice. It is hoped that efforts like these will help many souls see the importance of protecting our animal brothers and sisters. May you and graceful Nepal always live in God's bounteous blessings. Sending lots of love to you and the Kuan Yin family in Nepal. Turn vegan. May heavens bless you.
We welcome your heartlines, stories, and or cute loving animal people clips. Please send them via suprememastertv.com/heartline.